नुवाकोटको 7 तले दरबारसँग कुमार शाहीको सम्बन्ध प्रगाढ छ, भावनात्मक छ। कुमारले सुन्दै आएको इतिहास अनुसार उनका पुर्खा पृथ्वीनारायण शाहसँगै नुवाकोट आए। दरबार निर्माणमा संलग्न भए र राजाकै आदेश अनुसार कामकाज सम्हालेर नुवाकोटमै बसे। 7 तले दरबार संग्रहालयसँग कुमारका 11 पुस्ताको जिम्मेवारी र जीविका जोडिँदै आयो। पुर्खाको पौरख सम्झिएर उनीहरू यही ठाउँमा रमाउँदै बसेका छन्। पृथ्वीनारायण शाहले नुवाकोट विजय गरिसकेपछि हाम्रो पुर्खालाई अब नुवाकोटको परम्परा चलिआएका पूजाआजाहरू कसले गर्ने, अब हामी काठमाडौँ गएर बस्ने हो पछि भन्ने कुरा दरबार निस्किसकेपछि अनि मेरो पुर्खाको नाममा ज्योतिषहरूलाई देखाउँदा जुराउँदाखेरि मेरो पुर्खा नैजाम मेदासी शाहीको नाममा पृथ्वीनारायण शाहको प्रतिनिधिको रूपमा खडा हुनको लागि मेरो पुर्खाको नाममा जुरेकोले त्यहाँदेखि अनि मेरो पुर्खाले अहिले 7 तले दरबार यो यहाँको जात्रा मात्रा सबै काम मेरो पुर्खा नैजाम मेदासी शाहीले गर्नुहुन्थ्यो। त्यसपछि राजाको जस्तै हाम्रो चाहिँ जेठा छोराले गर्दै आएर हामी अहिले 11औं पुस्तामा मेरो दाइले अहिले त्यो काम गरिरहनु भएको छ। यो दरबार र आसपासका सम्पदामा भूकम्पको गहिरा धक्का लागेको छ। पृथ्वीनारायणको पौरखलाई टेकोले कति दिन धान्ने हो? भैरवी मन्दिरमा फेरि कहिले गजुर ठडिएला? यहाँको यस्तो दृश्यले सम्पदा प्रेमीलाई पिरोल्छ अहिले पनि। यी त भूकम्पको धक्काले देखिने गरी पुर्याएको असर मात्र भयो। यी सम्पदा चर्किँदा भत्किँदा आफ्नो परिवार धराशायी भएको ठान्दैछन् सुरेन्द्र। दरबार जीर्ण बन्दा आफ्नो भविष्य पनि त्यस्तै देख्छन् उनी। कतै आफ्नो 10 पुस्ताले पसिना भिजाएको ठाउँ छोड्नुपर्ने हो कि भन्ने चिन्ताले उनलाई सताउन थालेको छ। त्यो बेला बनेको 7 तले दरबार वैशाख 12 गतिको भूकम्पले छेदविच्छेद बनाउँदाखेरि साह्रै दुःख लागेको छ। यो कुरा सरकारबाट बन्छ भन्ने चाहिँ हल्ला सुनेको छ। अब यदि यो बनेन भने यो डाँडोको मान्छेको भविष्य पनि अब सायद यहाँबाट पलायन हुनुपर्ने अवस्था देखा परेको छ। आन्तरिक र बाह्य पर्यटकको चहल पहल बढ्न थालेपछि सम्पदा बनाउन कम्मर कसेर लागेका थिए स्थानीयवासी। होमस्टे सुरु गरिएको थियो। लोक संस्कृति मुर्झाउँदै थियो। रोजगारी र आय आर्जनको बाटो सुगम बन्दै थियो। भूकम्पले ती सबै योजना र सपना अनिश्चित बनाएको छ। वास्तवमा नुवाकोट जिल्लाकै एउटा गरिमाको रूपमा रहेको यो नुवाकोट दरबार क्षेत्रमा होमस्टे सुरु गरेका थियौँ हामीले। होमस्टे हामीले बिस्तारै विकसित गर्दै होमस्टेलाई कसरी व्यवस्थित गर्न सकिन्छ भनेर घरहरू संरचनाहरू त्यही अनुसार गर्दै थियौँ। त्यो संरचना बनाउँदा एक्कासी हाम्रो चाहिँ यो भूकम्पको कारणले ती बन्न लागेको चाहिँ संरचनाहरू पनि भत्किएको कारणले हाम्रो यो होमस्टेलाई एउटा एकदम बाधा पुगेको छ। अर्को चाहिँ यो भूकम्पको कारणले हाम्रो यो क्षेत्रमा व्यापार व्यवसायहरू चाहिँ लगभग ठप्प प्राय भएको छ। किनभनेदेखि यो क्षेत्रमा हाम्रो दरबार अहिले सङ्ग्रहालय हामीले यहीँ नजिकै देखिरहेछौँ। दरबार सङ्ग्रहालयमा एक दिनमा 3000सम्म चाहिँ टिकट काटेर त्यो अवलोकन गर्ने चाहिँ भिड हुन्थ्यो। त्यो अवस्था अनुसार 300-200 भन्दा घटी कुनै पनि दिन हुँदैन थियो। ती मान्छेहरूको लागि व्यापार व्यवसाय यहाँ केही हुन्छ केही हुन्थ्यो। अब त्यो पनि अहिले लगभग चाहिँ धेरै उसमा घटेको छ। त्यसले आर्थिक समृद्धिलाई हाम्रो यो क्षेत्रमा पनि एकदम नकारात्मक असर गरेको छ। त्यस्तै यहाँका कतिपय चाहिँ युवाहरूले जुन यहाँ काम गर्थे व्यापार व्यवसाय लगायत अन्यत्र सामान सप्लाई गर्ने कामहरू गर्ने कुराहरू भए ती कुराहरू सबैलाई अहिले चाहिँ एकदम यसले नराम्रो असर गरेको छ। भूकम्पले अति प्रभावित नुवाकोट जिल्लाका गाउँ बेसी उठ्न सकेका छैनन्। गल्छी त्रिशुली सडक सहज बनेपछि रातमाटेको रङ्ग फेरिएको थियो। कृषिको व्यवसायीकरण, क्रसर उद्योगले खडा गरेको रोजगारी र व्यापारका नयाँ अवसरले स्थानीयवासी लाभान्वित थिए। तर त्यो खुसी लामो समय टिकेन।
भूकम्पले उनीहरूलाई फेरि दुःखको पुरानै संसारमा हुत्याइदियो। मोतीलाल राई दुःखले थिचिएका छन्। 2 तले घर लडेपछि वस्तुको गोठ र आफ्नो घर छुट्टिनै छोडेको छ। यी लालाबाला हुर्काउन, पढाउन र तिनलाई सुरक्षित आवास दिलाउन मोतीलालको गच्छेले भ्याउँदैन। अन्त बनाउँछ भने उयो अब मुखले माथि भने नहुने पैसा छैन, अनि बनाउँछ भने अब यस्तो तालले बस्नु पर्दा अब भन्न साथ अब आप्सन छैन, अनि नबसी त अनि त्यहाँ अब बनाइहाल्छ भने यो यस्तो तालले बसिरहनु पर्छ। आप्सन अब नबसेपछि के गर्दैन, अब मुखले मात्रै बजाएर नहुने छ, चाहिने थियो रहेछ। अनि खेतीबारीमा आठ खेतीबारी पुग्ने बारे अब अन्त भारी पनि जानु पर्छ नि, अब भारी अरू बेला जति दुःख गरे पनि चाडबाड धुमधामसँग मनाउँथे। मोतीलालकी श्रीमती ठुली मैयालाई यसपालिको तिहार साह्रै खल्लो लाग्यो। रसिलो चाड पहिलो पटक उनलाई यति निरसिलो लागेको हो। घर बनाउनु भने पैसै हुन्न, अनि के गर्ने, जता नि ल्याउन पाइकन घर बनाउनु भएन। अहिले बल्ल त्यो जा 1 बन्ने आटा जस्तो आइपुग्यो, त्यही नपऱ्यो यहाँको गोठ पनि छैन, घर पनि छैन, अनि के गर्ने र गोठ पनि भाडा त्यही मालपट्टि गएको तलपट्टि घर। अहिले त यहाँ त हामी आँगनमा बसेँ, यहाँ त पोहोरपोहोरहरू त घरमा मजाले बस्नु पाइन्थ्यो, माइती जानु पाइन्थ्यो, रमाइलो हुन्थ्यो। अहिले घर छ र गोठ पनि त्यस्तै छ, घर पनि यस्तै छ, अनि कता रमाइलो, दसैँ पनि तिहार के रमाइलो। रातमाटेका 130 घर जगैदेखि भत्कियो। धन्न मानवीय क्षति नभएकोले गाउँमा त्यति धेरै शोक छैन। उनीहरूले यसैलाई राहत सम्झेर मन बुझाएका छन्। खुसी हुन नसके पनि उनीहरूले आँसु नै भने झारिसकेका छैनन्। यही गाउँका निराज राईको भने खाटो बस्न लागेको घाउ तिहारले बल्झाइदिएको छ। गाउँलेका चेलीबेटी माइत आउन थालेपछि उनी पनि आफ्नी बहिनीको बाटो हेर्थे, तर अब मखमली र सयपत्री उनेर प्यारी बहिनी कहिल्यै नआउने भएकी छिन्। यो कटु सत्यले उनलाई विच्छेद तुलाइरहन्छ। घर त हामी बाँचुन्जेल कमाउँछौँ, बनाउँछौँ, त्यो ठुलो कुरो भएन। र अर्को दुःखको कुरो के छ भने मेरो चाहिँ एउटा बहिनी चाहिँ 12 गतेको भूकम्पले चापेर मृत्यु भयो। र दुःखको कुरो एउटा के छ भने अर्को कुरो हजुरआमा पनि बितेको कारणले 1 वर्ष अहिले पुगेको छैन। र सबैको घर घरमा चाहिँ दिदी बहिनीहरू, दाजुबहिनीहरू, स्वदेश तथा विदेशमा रहेका नेपाली दाजुभाइहरू सबै आएर रमाइलो गर्छन्। तर त्यो रमाइलोपन हामी म एउटा दुखीको घरमा चाहिँ छैन। रमाइलोपन चाहिँ अहिले यो वर्षलाई चाहिँ छैन। रातमाटे टोलमा तपाईँको 130 धुर जति छ र यो 130 धुर मध्ये अहिले हाम्रो यो टोलमा चाहिँ प्राय घरहरू एउटा छानो पनि देखेको थिएन त्यो अवस्थामा। र त्यो अवस्थामा हेर्दाखेरि अहिले काली लाग्दो यो विषम परिस्थिति आइपरेको छ यो रातमाटे टोलमा। भूकम्पको झड्का त सबैलाई उत्तिकै लागेको हो, तर उठ्नै नसक्ने गरी लडायो गरिब, निमुखा र निम्न वर्गलाई। नयाँ हलो बनाउने सिप त छ लोकनाथ नेउपानेको, तर हलो जोतेर निर्वाह हुन छाड्यो आजकल। परम्परागत सिप र श्रमको भरमा नयाँ चुनौती सामना गर्न उनलाई मुस्किल परेको छ। बयान ठाउँ बनाउन सक्यो भने केही हुन्थ्यो कि यसो अलिकति माटो साटोको भने नि यसो बारबेर गर्नलाई, नभए अब त्यो चिल्ने बारे जाडो हुन्थ्यो बच्चा यसो दुःखी गरिब भएपछि केही गर्न सकिँदो रहन्छ। कमाइ भए अलिकति हुन्थ्यो, कमाइ छैन। कति हलो कोदालो गऱ्यो, दिनभरि गोरु जोत्यो, अनि बिहान बेलुका छाकबुक गर्नलाई दुःखले चाहिँ भने सुखले चाहिँ छैन। त्यही हो, परिवार पालन कठिन गाह्रो छ। दिनभरि
निमेक गर्ने बिहान बेलुका बच्चालाई बुझेछ गर्ने पढाउनु सकेको छैन बच्चाहरूलाई है समस्या यही हो। नुवाकोटको चिसो र मनकुमारी नेपालीको दम उस्तै गतिमा बढ्न थालेको छ। हात गोटा कक्रक्क पर्छन्, चलाउनै गाह्रो पर्छ। उनको व्यथा यस्तो छ, चिसो सहनै सक्दैन। घर र ओछ्यान यस्तो छ, चिसो धान्नै सक्दैन। उनी पुस माघको तुसारो सम्झेर कहालिन्छन् अहिले नै। यो हातबाट नचल्ने गुणा टिक्राहरू जम्मै परेर एकै ठाउँ डल्लो पर्छ। अनि जब सुतेछु नि त अनि आगोला हिँड्छ कहिले यहाँ हिँड्छ। यो जम्मै यस्तो भइरहेको आफै पैसा पाएमा उपचार गर्न सक्थे। मनकुमारीको एकमात्र भरोसा हुन् रणबहादुर। रणबहादुरलाई भने 2 छाक जोहो गर्ने धौधौ छ अहिले। श्रीमतीको पुरानो व्यथा र भूकम्पले ल्याइदिएको नयाँ समस्या कसरी समाधान गर्ने खै उनी रणभुल्लमा छन्। सम्पत्तिको नाममा 1 आना जग्गामा बनेको यही टहरो हो। जीर्ण शरीर घटेर घाँस बाँस र कपासको आवश्यकता टार्न उनलाई त्यति बित्न सजिलो छैन। जग्गा 1 आना भन्दा छैन, अन्त किन्ने क्षमता छैन। भयो जग्गा सिद्धियो। अब उहाँको अवस्था मैले दुःख गरिरहेको छु। अहिले सबै कुरो गर्ने कता कता के बिरामी भने लाएर धुन्धान पनि गरिसकेँ, ऋण पनि गरिसकेँ। अब कतैबाट पैसा नि छैन। अब आफूले दिनभरि कमाएर बार्सी आउँछ, बेलुका खान्डे बिहान खाएर ठिक भयो। अनि नाति पाल्नु छ, यताउति गरेर सिद्धिन्छ। भएपछि अब अहिले हेरि यो नसा सम्बन्धीमा लानुपर्छ भन्छ, पैसा छैन। नसा सम्बन्धीमा लिएर जान्छ लानलाई हेरि पैसा हेरि अलिअलि पुग्ने कुरा आउँदैन भने मेरो व्यथा यही भइरहेको छ। 1000-1200 2-3 दाम त अहिले खोज्न सक्थेँ, तर त्यो 2-3 काम केही पनि गर्दैन। आफन्त बचाउन खोज्दा नरबहादुर नेपाली घाइते भए। उनको दुवै खुट्टा ढुङ्गाले थिच्यो। परिवार र गाउँले माया मारिसकेका थिए। लामो उपचारपछि बाँचे धन्न। बैशाखीको सहारा नलिई हिँडुल गर्न सक्दैनन्। नतङ्ग्रिएसम्म आराम गरेर बस्नुपर्ने हो, तर खै पाएका छैनन्। लुगा सिलाउने परम्परागत पेसाको भरमा नरबहादुरको गुजरा चलेको छ। यो कल खुट्टाले चलाउनु पर्छ, तर उनको खुट्टाले भर दिँदैन। विकल्पमा विद्युतीय मेसिन जोडेर काम सुरु गरेका छन्। 12 वर्षको छोरा र आफ्नो जीविका चलाउने जस्तो सुकै समस्या सहेर पनि श्रम गर्नु उनको बाध्यता बनेको छ। हुर्काइबाट पढाइदिन पर्यो, हुर्काइदिन पर्यो। अहिले बोर्डिङमा 7मा पढिरहेछ, पढाइदिनु पर्यो, हुर्काइदिनु पर्यो। आफ्नो धर्म परम्परा त छोड्नु भएन। आफ्नो अब छोराछोरीलाई आमासित त टुक्रो भयो मैले बाउले पनि टुक्रो पारिदिनु भएन सर। चटक्क छोडेर जानलाई आफ्नो भाबीले अब भनौँ न आफ्नो पाएन। नपाएपछि बाँच्ने उपाय नै गर्नु पर्यो, बस्ने छाप्रो पनि एउटा चाहियो। अब के गर्ने, अब केही उपाय छैन। अब मेरो तिग्रा काटेर चाहिँ दाहिने खुट्टामा टालेको छ। अनि फेरि बायाँ खुट्टाको पिँडुलो काटेर फेरि बायाँ खुट्टामै टालो हालेको छ। त्यस्तोको गर्नु पर्यो र बाँच्न चाहिँ बाँच्यो। अब के गर्ने, पेट पाल्न पऱ्यो। त्यसो भएको हुनाले पेट पाल्नाले पेटको लागिले गर्दा यो दुःख गर्नु पऱ्यो। अब खुट्टा घाउ छ, पेटा घाउ छैन, मुखमा घाउ पनि छैन। अब खुट्टा घाउ छ, हिँड्न सक्दिनँ। पर्या काम व्यवहार धान्न पनि पर्या छ हेर्नुहोस्, कहीँ केही काम गर्न सक्दैन। अब मुख र पेट सधैँ छ, खुट्टो बिरामी छ। अब के गरौँ, जसो छ रोइ कराई अहिले आथो भनेर नि अलिअलि दुःख काम गरेर निर्वाह बाटो गर्नै पर्यो। बाँच्ने उपाय त मर्न, त्यही बेला मर्न पाए त हुन्थ्यो। मरेन, फेरि कुचिया थाल र त्यो थोर मात्र भने नि स्याहारेर मेरो सम्पत्ति भनेर बस्न पर्ने रहेछ। भूकम्प गएको 6 महिना बित्यो, तर राज्यको सहयोग र भर्तेको अनुभव घाइते विपन्न र निम्न वर्गका श्रमिकहरूले गर्न पाएका छैनन्।
गाउँ खण्डहर छ, सहयोगको छेक छन्द छैन। विदुर आका बुद्धिमानका रञ्जित भूकम्पको सङ्कटमा गुज्रेका युवा हुन्। वैदेशिक रोजगारलाई पूर्ण विराम लगाउँदै गाउँघरमै केही गर्छु भनेर फर्केका थिए। तर पसल र फर्निचर व्यवसायमा गरेको लगानी भूकम्पले पुरै सुहा बनाइदियो। त्यति बेला उनी विचलित भए, फेरि वैदेशिकमा जाने कि भनेर विचार पनि गरे। सरकारी सहयोगको अपेक्षा गरे, तर कहीँ कतैबाट केही मिलेन। अनि बुद्धिमानले विचार बदले, यही खण्डहरको बीचमा नमुना घर खडा गरे, फेरि फर्निचर बनाउने कामलाई निरन्तरता दिए। गरे सकिन्छ भन्ने उदाहरण बुद्धिमानले दिएका छन्। 72 साल वैशाख 12 गते भूकम्पले चाहिँ विदेशमा कमाएको पैसा र अब नेपालमै अलि आर्जन गरेको पैसाको चाहिँ अब त्यो सबै सत्यानाश भयो 12 गतेको भुइँचालोले गर्दाखेरि। अनि अब त्यत्तिकै अब दिमाग चाहिँ अब के गर्ने कसो गर्ने भइरहेको थियो। त्यो गर्ने सिलसिलामा होइन, बाहिर जानुभन्दा बरु नेपालमै फेरि केही गर्छु भनेर चाहिँ फेरि अब त्यो फर्निचरहरू सबै अब ध्वस्त भएको थिए। अनि त्यसलाई फेरि अब पुनः चाहिँ निर्माण गरेर आफूले चाहिँ ऋण धन गरेर भने पनि अनि फर्निचरलाई फेरि सुरुवात गरेर चाहिँ अनि आफूले अब त्यसैवाला चाहिँ एउटा सानो घर फेरि बस्ने घर बास बनाएँ। त्यस सिलसिलामा कामहरू चलिरहेछ। मैले चाहिँ के भन्नु गरेको छ भने सरकारले नगरेको खण्डमा आफूले पनि अब आफूले जानेको जे छ त्यही तरिकाबाट गर्दा पनि हुन्छ भन्ने कुरो चाहिँ अब भन्दै हिँडेको छु भनौँ न। आफ्नो साथीभाइहरूलाई पनि गाउँको मान्छेहरूलाई पनि त्यसो भनेको छु। बुद्धिमान जस्तै अर्का उदाहरणीय पौरखी हुन् अरुण राई। भूकम्पले गाउँ ध्वस्त पारेपछि उनी रातमाटे फर्किए। गाउँमा घर बनाउन समस्या देखेपछि ब्लक तयार पार्न थाले। ढुवानी खर्च जोगिँदा गाउँलेले सस्तोमा ब्लक पाएका छन्। अरुणको उद्योग चलेको छ। स्थानीय युवाले रोजगारी पाएका छन्। जसो तसो भए पनि जसरी भए पनि चलाउनु पर्ने स्थिति छ, चलाउनै नि पर्यो है। अब सबैलाई समस्या परिरहेछ। त्यो समस्या आयो भन्दैमा अब समस्यासँग डराएर भाग्ने होइन, सबै समस्यासँग त अब सङ्घर्ष गर्नु पर्यो, जुझ्नु पर्यो। त्यही अनुसार समयले कसरी चलाउँछ त्यही अनुसार चल्ने हो। तर आफ्नो व्यवसाय त अब जसरी भए पनि चलाउनै पर्यो। गाउँमा अब के भन्छ ध्वस्त त पुरै ध्वस्तै भइरहेछ है। अनि अब यो ध्वस्त भएको बेलामा अब ढुङ्गाहरूको गाह्रो सबै लड्ने रहेछ भन्ने कुरा सबैले त्यस्तै सोचिरहेछ। अनि त्यही कारणले अब कि इँटा प्रयोग गर्नु पऱ्यो कि ब्लक नै प्रयोग गर्नु पऱ्यो। अब ढलान गरेर बनाउन सक्ने कसैको क्षमता छैन। अब सानो ट्रस्ट हालेर अब जस्ताको छाना हालेर भए पनि यो ब्लक लगाएर एक तल्ला भए पनि घर बनाएर बस्न सकिन्छ भन्ने हेतुले नै सबैले अब कुरा गर्न थाले। अनि त्यही भएर नै यो ब्लकको लागि अब अलिकति लगानी गरेको। भूकम्पले कष्ट त कति थपेको छ कति। तर बुद्धिमान र अरूले जस्तै अक्कल लगाए, परिश्रम गरे, युवाका लागि यो चोट पनि अवसर बन्न सक्छ। गाउँको पुनर्निर्माण र रोजगारीको नयाँ सुरुवात गर्ने मौका हुन सक्छ। युवाले आफै केही गरे राज्यको प्राथमिकतामा मोतीलाल, ठुलीमैया, रणबहादुर, मनकुमारी, लोकनाथ, नरबहादुर जस्ता नागरिक पर्न सक्छन्। ती व्यक्तिहरू परुन् जसको सहयोग बिना जोर चल्दैन।